काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग सिजन 2मा सनसनी मचाउँदै प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। 13 रनको रोमाञ्चक जित, भीम सार्कीको विस्फोटक अर्धशतक र साहब आलमको घातक बलिङ। यो खेल केवल जित होइन, काठमाडौँको पुनर्जन्म जस्तै बनेको छ, जहाँ दबाव, सङ्घर्ष र जोस सबै एकैचोटि देखियो। दर्शकवृन्द, कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न लिग चरणको 23औं खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई 13 रनले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले 20 ओभरमा 8 विकेट गुमाउँदै 165 रन बनायो। त्यसपछि 166 रनको लक्ष्य पछ्याएको पोखरा 20 ओभरमा 152 रनमै अल आउट भयो। यो जितसँगै काठमाडौँले 7 खेलबाट 10 अङ्क जोड्दै प्लेअफमा पुग्ने दोस्रो टोली बन्न सफल भयो। सुदूरपश्चिम रोयल्स यस अघि नै प्लेअफमा पुगिसकेको छ भने पोखराको प्लेअफ यात्रा लगभग समाप्त भएको छ। खेलको सबैभन्दा चम्किलो क्षण भीम सार्कीको विस्फोटक ब्याटिङ र साहब आलमको घातक बलिङ रह्यो। 6औं नम्बरमा आएका भीम सार्कीले मात्र 19 बलमा अर्धशतक पुरा गरे र 23 बलमा 4 चौका र 4 छक्काको मद्दतले 55 रन बनाए। उनी मैदान प्रवेश गर्दा काठमाडौँ 5 विकेट गुमाएर मात्र 79 रनमा थियो, तर भीम र बेन चार्ल्सवर्थ बीच भएको 76 रनको साझेदारीले स्कोर 165 पुर्याउन सफल भयो। बेनले 55 बलमा 64 रनको महत्त्वपूर्ण योगदान दिए। बोलिङतर्फ साहब आलमले केवल 25 रन खर्चिएर 6 विकेट लिए, त्यो पनि ह्याट्रिक सहित। उनी एनपिएल सिजन 2मा एकै खेलमा 6 विकेट लिने पहिलो खेलाडी बने। पोखराका तर्फबाट ऋषि धावनले 54 रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। कप्तान कुशल भुर्तेल सहित अन्य ब्याट्सम्यान असफल रहे। यो जित केवल काठमाडौँको प्लेअफ प्रवेश मात्र होइन, यो टोलीको आत्मविश्वास, रणनीति र पुनरागमनको प्रतीक पनि बनेको छ। पहिलो सिजनमा नेट रन रेटका कारण बाहिरिएको काठमाडौँ यस पटक भने दृढ तयारी र शानदार प्रदर्शनका साथ अन्तिम 4मा पुगेको छ। अब प्लेअफमा उनीहरूको आत्मविश्वास उच्च छ र फ्यानहरूलाई अझ रोमाञ्चक खेलको अपेक्षा गरिएको छ। यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउनको लागि स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।